म उम्मेदवारीमा आएको छु, आराधना दिएर उम्मेदवारीमा आएको छु र मैले दुईवटा विषयलाई जोडदारका साथ उठाउँछु। संसद, यो संघीय संसद, नेपालको संघीय संसद यो गर्ने कामहरू भनेको महत्त्वपूर्ण काम भनेको कानुन निर्माण नै हो। कानुन निर्माण र संविधानको रक्षा, संविधान अनुरूप कानुनको निर्माण। त्यो कानुन निर्माण गर्ने थलोमा योग्य सक्षम मान्छे जानुपर्छ, कानुन बुझेको मान्छे जानुपर्छ भन्ने आम जनताको बुझाइ हो, सबै नेपालीहरूको चाहना हो। म कानुन क्षेत्रमा 26औं 28औं वर्ष बिताएको मान्छे, कानुन बुझेको मान्छे, त्यो ठाउँको लागि उपयुक्त छु। मैले त्यहाँ गएर नेपाल र नेपाली जनताको मातृ सुहाउँदो नेपाली जनताको हक अधिकार सुनिश्चित गर्ने विषयहरू उठान गर्न सक्छु। त्योसँग विमति मातृ सुहाउँदो जनअधिकार बहाली गर्नुपर्ने कानुनहरू निर्माण गर्न म भूमिका खेल्न सक्छु भन्ने मेरो विश्वास हो। विगतको यो नेपाली जनताको, हजारौं नेपाली जनताको योगदानले शहादतले बनेको यो संविधानको जगेर्मा, यो संविधानको जगमा यहाँ व्यवस्थित भएका निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य जस्ता मौलिक हक अधिकारका विषयहरू अहिले पनि सर्वत्र कार्यान्वयन भएको विषय। त्यो विषयमा जोडदारका साथ कानुन निर्माण गर्न र भएका कानुन कार्यान्वयन भएको छैन भनेदेखि कार्यान्वयनमा लिएर जानुलाई चाहिने नीति नियमहरू के हुन सक्छ त्यो विषयमा आवाज उठाउन मेरो उम्मेदवारी हो। यो विषय नेपाली कम्युनिस्ट पार्टीको मूलभूत उद्देश्य हो भन्छु। संविधान रक्षा, कानुन निर्माण र नीति निर्माण गर्ने थलो विधायिका भएकाहरूले म जस्तै साक्षी मान्छेहरू, योग्य मान्छेहरू जानुपर्छ मेरो ठनाइ हो। त्यसको आधारमा मैले उम्मेदवारी दिएँ। दोस्रो, यो संघीय संसद विकास निर्माणसँग पनि जोडिएको विषय भन्छ। अब यसलाई प्रत्यक्ष रूपमा सांसदको भूमिका भन्दाखेरि पनि अप्रत्यक्ष रूपमा सांसदको भूमिका धेरै महत्त्वपूर्ण छ विकास निर्माणको काममा। यो के अर्थमा भन्दा हामीले संघीय संसदबाट बजेट पास गर्छौँ। त्यो बजेट पास गर्दै गर्दा त्यो बजेटले विनियोजन गर्ने विकास निर्माणका परियोजनाहरू, योजनाहरू यो सबैको कलेक्टिभ रूपमा लिएर बुझाउने काम गर्दै भन्दा त्यो सम्बन्धित निर्वाचन क्षेत्रका जनताका प्रतिनिधिले नै त्यहाँका जनताहरूको दैनन्दिन आवश्यकता परिपूर्ति गर्नेदेखि लिएर उनीहरूको आर्थिक स्तर उकास्नेसम्मका सबै विकास निर्माणका